हेलो गाइज, म फेरि पनि नयाँ भिडियो लिएर प्रस्तुत भइसकेको छु। डेन्जर निन्द्रा लागिरहेछ, तर सफ्टवेयरमा पास पनि हुनु छ। कसरी हुने त? आऊ हामी सँगै पास पाऊँ। सो म यो सबै कुरालाई इरेज गर्छु अनि वान बाई वान के चाहिँ इम्पोर्टेन्ट छ, के चाहिँ पढ्ने अनि के कुरा चाहिँ छोड्दा नि खासै फरक पर्दैन भनेर भन्छु है। अनि त्यति हेर्ने टक्क लाएर सफ्टवेयर त अब इजी नै छ भनौँ। ओके, सबैभन्दा सुरुमा युनिट 5 सबै हेर्ने। युनिट 5 जम्मा 2 आवरको कोर्स हो र जहिले पनि क्वेसन सोधिरहेकै हुन्छ। अब के सोध्छ भनेर चाहिँ मलाई नसोध्नुहोस्, त्यो चाहिँ मोडलमा गएर हेर्नु होला है। मोडल भन्नु आयो, मोडल पास्ट क्वेसन्सहरू हेर्ने। पास्ट क्वेसन्स अनि मैले अगाडि पनि भनेको छु, युनिबाइट्स एकदम राम्रो वेबसाइट हो पास्ट क्वेसन्सहरूको लागि। अथवा अनि त्यहाँ नोट्सहरू पनि हुन्छ युनिबाइट्समा हेर्ने पास्ट क्वेसन्सहरू। अनि त्यसपछि जाने है। यसमा चाहिँ अब क्वेसन रिपिटेड क्वेसन भने सेलेक्टिङ ल्याङ्ग्वेजेस एन्ड टुल्स, गुड प्रोग्रामिङ प्र्याक्टिसेस भनेर आउँछ प्रायः जस्तो चाहिँ। त्यो हेरिसकेपछि हाम्रो अर्को एकदम सजिलो कुरा भनेको युनिट 1 हो है। युनिट 1 पनि हेर्ने। एउटा क्वेसन लगभग ग्यारेन्टी नै हो र त्यस्तो गाह्रो पनि छैन है युनिट 1। युनिट 1 अनि युनिट 1 बाट चाहिँ के हेर्ने भन्दा, तेरि यसलाई भन्दा हो, के हेर्ने भन्दा डेफिनेसन अफ सफ्टवेयर, सफ्टवेयरको टाइप्सहरू पनि सोधेको छ, फाटाफुट्टा सोधेको छ। अनि त्यसपछि लाएर अर्को भनेको हो त्यो च्यालेन्जेस, कि च्यालेन्जेस द्याट सफ्टवेयर इन्जिनियरिङ फेसिङ रे। अब ग्रामर सिलेबसमै ग्रामर मिस्टेक छ जस्तो छ। अनि त्यसपछि सिस्टम इन्जिनियरिङ यिनीहरू परेन, प्रोफेसनल प्र्याक्टिसेसहरू हेर्ने बरु। अनि डेफिनेसन अफ सफ्टवेयर इन्जिनियरिङ अनि एट्रिब्युट अफ गुड सफ्टवेयर, यो चाहिँ एकदम मजाले सोधिरहन्छ। अनि क्यारेक्टरिस्टिक्स पनि हेर्ने। यति हेर्ने टक्क लाएर अहिले म बरु पास्ट क्वेसन्सहरू पनि देखाउँला। त्यति हेरिसकेपछि अगाडि बढौँ। युनिट 2, युनिट 2मा चाहिँ प्रायः जस्तो मोडल्सहरू छ। मोडल र फिगर हेरेर जाने। वाटरफल मोडल भने के, अनि यो के हो, यो खै के हो, यो पनि सोधिरहेकै छु, यो मैले देखाएको थिएँ। अनि त्यसपछि इन्क्रिमेन्टल डेलिभरी भन्दा नि यो स्पाइरल मोडल सोधिरहेको हुन्छ। किन स्पाइडर के अरे स्पाइरल मोडल डेभलपमेन्ट चाहिँ अब किन युज गरिन्छ, त्यस्तो त्यस्तो चिजहरू अझ अहिले एकदम इम्पोर्टेन्ट। अनि एक्सट्रिम प्रोग्रामिङको बारेमा पनि सोधेको छ है। एक्सट्रिम प्रोग्रामिङ, पियर प्रोग्रामिङ, त्यो दुईजना बसेर काम गर्नेवाला है। अनि सबैभन्दा इम्पोर्टेन्ट टपिक चाहिँ यहाँबाट केस टुल्स। केस टुल्स पनि एकदम इम्पोर्टेन्ट। अनि यसो अब टाइम भयो भने चाहिँ यो चाहिँ त्यस्तो लाइक हेर्दा चाहिँ कति धेरै टपिक जस्तो लाग्छ, तर यसो हेर्ने हो भने धेरै टाइमै लाग्दैन कि यति पढ्न, किनकि यो स्याडमा नि पढेर आएको चिज हो। अनि यसो एकचोटि झट्ट हेर्ने। यति हेरिसकेपछि युनिट 3मा जाउँ। युनिट 3मा चाहिँ धेरै सोधेको भनेको टाइप्स अफ रिक्वायरमेन्ट र डिफरेन्स बिट्विन फङ्सनल रिक्वायरमेन्ट एन्ड नन फङ्सनल रिक्वायरमेन्ट। अनि युज केस पनि कहिलेकाहीँ सिजरहरू सोधिरहेको हुन्छ। अनि वाट डु यु मिन बाई फिजिबिलिटी, फिजिबिलिटी हेर्छ सोधिरहन्छ। रिक्वायरमेन्ट भ्यालिडेसनको स्टेप्सहरू सोध्छ होइन। अनि त्यसपछि वाट आर द डिफ्रेन्ट मेथड अफ इलिसाइटेसन अनि एनालाइसिस अफ रिक्वायरमेन्ट, अनि यसको स्टेप्सहरू। अब जस्तै यहाँ भ्यू पोइन्ट्स, इन्टरभ्युइङ, सिनारियो, के अरे युज केस, अनि यो हुन इथनोग्राफी, यिनीहरू चाहिँ सबै यही इलिसाइटेसनभित्र नै आउँछ। 10 मार्क्समा सोधिरहेको क्वेसन हो, कहिलेकाहीँ 5मा पनि सोधिरहेको हुन्छ। टाइप्स अफ रिक्वायरमेन्ट हेर्ने, टाइप्स अफ रिक्वायरमेन्ट हेर्ने। अनि फङ्सनल रिक्वायरमेन्ट र नन फङ्सनल रिक्वायरमेन्टको डिफ्रेन्स बिट्विन हेर्ने, र डोमेन रिक्वायरमेन्ट र युजर रिक्वायरमेन्टको डिफ्रेन्स बिट्विन हेर्ने। अब मैले टिक लाउँदा चाहिँ सबै लागु जस्तो लागिरहेको छ, तर यहाँ के पढ्ने भन्दा फङ्सनल र नन फङ्सनलको डिफ्रेन्स बिट्विन, डोमेन र युजरको डिफ्रेन्स बिट्विन, र अरू टाइप्स अफ सफ्टवेयरहरू चाहिँ च्याट्ट हेर्ने। अलिअलि इम्पोर्टेन्ट पोइन्ट्सहरू कन्ठ गर्ने। एक्सप्लेन द, अब एक्जाममा जाने एडहक हान्ने। एडहकको अर्थ के? एडहक भनेको अन द मुभमेन्ट। अनि त्यसपछि सफ्टवेयर डिजाइनमा जाउँ। सफ्टवेयर डिजाइनबाट चाहिँ के हेर्ने भन्दाखेरि, अब यो चाहिँ कोहेजन र कप्लिङ हेर्ने। यसको डिफ्रेन्स बिट्विन पनि हेर्ने, कोहेजन भर्सेस कप्लिङ। अनि त्यसपछि अरू त अब हेभी छ टपिक। त्यसबाट हेर्ने भने युजर इन्टरफेस डिजाइन, एचसिआई भने के भनेर सोधिरहन्छ, यिनीहरू हेर्ने। अब मोडलहरू पनि अब हेर्न सकिन्छ भने हेर्ने। आर्किटेक्चरल डिजाइन सोधिरहन्छ बेला बेलामा। अनि त्यस्तो गाह्रो पनि छैन, यो अगाडिदेखि नै पढेर आएको मोडलहरू हो होइन। क्लाइन्ट सर्भर मोडल थाहा छँदैछ। रिपोजिटरी मोडल भनेको त गिटहरू टाइपको हो। अनि लेयर्ड मोडल हुन्छ। मोडुलर डिकम्पोजिसन भनेको
कुनै पनि एउटा सफ्टवेयर छ अरे, त्यो सफ्टवेयर हामीलाई डेभलप गर्नु छ अरे, सफ्टवेयर एकैचोटि डेभलप गर्ने त होइन, आई मिन वाटरफल लगाएर त डेभलप गर्ने होइन। बिसिएफओमा जसरी प्रोजेक्ट बनाएको छौँ हामीले, मोड्युलमा काम बाँड्छौँ, आज एउटा काम गर्छौँ, अर्को काम गर्छौँ, अर्कोको होइन। जस्तै साइन अप मोड्युल बनाउँछौँ, त्यसपछि लगइन मोड्युल बनाउँछौँ, त्यसपछि भित्रको ओभरभ्यूवाला मोड्युल बनाउँछौँ, अनि अर्को मोडल पनि बनाउँछौँ, त्यसमा एनालिटिक्सहरू हुन्छ, अनि अर्को मोडलमा डाटाबेसहरू हामी बनाउँछौँ। त्यसरी सबै जोडेर चाहिँ एउटा सफ्टवेयर हामी जसरी बनाउँछौँ नि, त्यसलाई नै मोड्युलर डिजाइन भनिन्छ। अब यसको बारेमा पनि हेर्ने केही पनि गाह्रो छैन है, यो जति मैले टिक ल्याएको छु यो एकदम मजाले धेरै टाइम नलागिकन सिद्धिने टपिकहरू हो। यसो अलिअलि हेर्ने अनि अब जाने ट्याग लाएर अनि एक्जामको बेला जे मन लाग्यो त्यही डिस्क्राइब हान्ने। अब जे मन लाग्यो त्यही डिस्क्राइब केमा चाहिँ नहान्ने भन्दाखेरि आइएसओ 9000 सिएमएम मोडल, यसमा चाहिँ जे पाइयो त्यही नहान्ने, राम्ररी ध्यान दिएर पढेर जाने है। अनि अर्को भनेको एकदम राम्ररी पढ्ने, ध्यान दिएर जाने भने, अरे सिलेबसमै छैन क्या कोकोमो मोडल, सिलेबसमै राख्दैन, वाह बिर्सिएको सिलेबस। अब यहाँ मैले थपिदिएँ कोकोमो मोडल पनि है, कोकोमोमो मोडल, ए मोमो होइन कोकोमो मोडल हो। अनि त्यसपछि लाएर कोकोमो मोडल हेर्ने, अनि त्यसपछि यो पनि हेरेर जाने। अनि हामी यहाँसम्म आइपुग्दाखेरि अब टाइप्स अफ टेस्टिङ पनि पढ्ने, सबै सजिलो छ। युनिट टेस्टिङ भनेको एउटा सानो युनिटलाई टेस्ट गर्ने, इन्टिग्रेसन टेस्टिङ भनेर दुईटा युनिट मिसाएपछि टेस्टिङ गर्ने, अनि इन्टरफेस टेस्टिङ भनेको जस्तै जब दुईटा युनिट मिसाइन्छ अथवा दुईटा मोड्युल जब टेस्ट गर्छौँ, एकअर्कासँग राम्ररी कम्युनिकेट गरेका कि छैन, डाटा पासिङहरू के कस्तो छ, अनि हाम्रो इन्टरफेस डिजाइन एज अ होल पनि कस्तो छ, तिनीहरू हेर्ने। सिस्टम टेस्टिङ भनेको चाहिँ सफ्टवेयरलाई जब हामी एउटा सिस्टम हाल्छौँ नि, फर इक्जाम्पल ल कम्प्युटर भनेको एउटा हार्डवेयर सिस्टम हो र ओएस भनेको एउटा सफ्टवेयर हो। जब हामी अपरेटिङ सिस्टमलाई कम्प्युटरमा लोड गर्ने काम गर्छौँ, हार्डवेयरसँग लिङ्क गर्ने काम गर्छौँ एक्चुअल हार्डवेयरसँग, त्यतिखेर गर्ने टेस्टिङलाई सिस्टम टेस्टिङ भनिन्छ। अब अल्फा बिटा टेस्टिङ हेर्ने, यसको चाहिँ के हेर्ने, डिफ्रेन्स बिट्विन है, डिफ्रेन्स बिट्विन हेर्ने, अल्फा भर्सेस बिटा टेस्टिङको डिफ्रेन्स बिट्विन हेर्ने। अब बिटा टेस्टिङ हो जस्ट एउटा युजर साइडबाट चेक गरिन्छ भने एउटा हाम्रो हामी कोडरहरूले नै चेक गर्छौँ है। अनि रिग्रेसन टेस्टिङ भनेको चाहिँ कुनै पनि मोड्युल अपडेट हानिसकेपछि पुरै टेस्ट हान्नुलाई नै रिग्रेसन टेस्टिङ भन्छ। अब मैले भनेको भरमा जाने होइन नि एक्जाम दिन, आफूले पनि रिसर्च गर्ने, अनि त्यसपछि थोरै थोरै भनौँ न यो सबैको 5वटा जति पोइन्ट बनाउने, अनि त्यसको यसो यो डिस्क्रिप्सन राम्ररी पढ्ने, ट्यागको जाने। अब अर्को भनेको यिनीहरू त्यस्तरी चाहिँ सोधेको छैन, मेन चाहिँ यो च्याप्टरबाट आएको छ सिएमएम हो। अनि त्यसो अगाडि बढौँ, अगाडि बढ्दाखेरि चाहिँ कन्फिगुरेसन म्यानेजमेन्ट सोधे हुन्छ क्यारे कहिलेकाहीँ, अनि इम्पोर्टेन्स अफ कन्फिगुरेसन म्यानेजमेन्ट नि सोधे हुन्छ कहिलेकाहीँ। अरू केही पर्दैन, अरू टाइप्स अफ मेन्टेनेन्स, त्यो के अरे, सरी, सिए के थियो, एडप्टिभ, करेक्टिभ, प्रिभेन्टिभ, अनि अर्को के छ पीबाट, पर्फेक्टिभ, यति 4वटा हेर्ने। अनि त्यसपछि ल्याएर यति नै हेर्ने। अब यो बाँकी जुन मैले टिक नलाएको टपिक छ एकचोटि ओइ यहाँ मैले यो इम्पोर्टेन्ट टिक लाइन छु, व्हाइट बक्स भर्सेस ब्ल्याक बक्स टेस्टिङ चाहिँ एकदम मजाको इम्पोर्टेन्ट। अनि त्यसपछि त्यति हेर्ने। अनि यहाँ मैले भने जसरी कोकोमो मोडल हेर्ने, यसले चाहिँ कस्ट इस्टिमेट गर्ने काम गर्छ, त्यस्तो चिजहरू हेर्ने। अब सफ्टवेयर म्यानेजमेन्ट जुन प्याडमा पढिसकेको त अलिअलि गफ जोतेर आउने। अनि अब म रेडले चाहिँ के टिक लगाउँछु, इम्पोर्टेन्ट कन्सेप्टहरू चाहिँ के छ म टिक लगाउँछु है। अनि त्यसपछि ल्याएर सिभिडियोलाई सिधिदिउँ। यहाँबाट धेरै इम्पोर्टेन्ट हाई प्रायोरिटीमा यो टाइप्स अफ सफ्टवेयर यस्तो गरौँ, युनिट 1 चाहिँ हेराची नगरौँ, सबै हेर्न जाउँ। अनि युनिट 2मा मैले भने जसरी मोडलहरू, वाटरफल मोडल, अनि केस टुल नि इम्पोर्टेन्ट, अनि स्पाइरल मोडल, अनि अजाइल मेथड, यो त स्याडदेखि नै पढ्दै आएको, अनि केस टुल्स। अब बाँकी टपिकहरू पनि स्याडमा हेरेको छ, 2-3 पोइन्ट 4-5 पोइन्टहरू यसो च्याट जिपिटीलाई सोध्ने कि जेमिनाईलाई सोध्ने कि अब नोट छ भने नोटेबाट हेर्ने जाने। यहाँबाट इम्पोर्टेन्ट भनेको हाम्रो फङ्सनल र नन फङ्सनलको डिफ्रेन्स बिट्विन, डोमेन रिक्वायरमेन्ट भर्सेस युजर रिक्वायरमेन्ट, अनि इलिसाइटेसन भन्ने टपिक पुरै, अनि यति नै हो। अनि सिद्धो होइन, फिजिबिलिटीमा सर्ट नोट्स नै आइरहेको हुन्छ, राम्ररी फिजिबिलिटी हेरेर जाने। यहाँ चाहिँ टेक्निकल फिजिबिलिटी, अपरेसनल फिजिबिलिटी, इकोनोमिक फिजिबिलिटीहरू हुन्छ है। अनि कोहेजन र कप्लिङ यहाँबाट,
अरू म त्यस्तो खासै भन्दिनँ, यो युआई र एचसिआई है। अरू पनि हेर्ने, मैले सब भने जसरी सबै अलिअलि टपिक चाहिँ च्याट एआईलाई सोध्ने, केलाई युनिट 5 हेरेर चाहिँ नगरौँ, सबै पढ्ने युनिट 5। र त्यसपछि यसबाट चाहिँ मोस्ट इम्पोर्टेन्ट चाहिँ सिएमएम र आयो आइएसओ 9000। अनि डिफरेन्स बिट्विनहरू के छ यहाँ, अब यहाँ डिफरेन्स बिट्विन र टाइप्सहरू छ, सजिलो टपिकहरू हेर्ने है। अब तल जाउँ, सफ्टवेयर मेन्टेनेन्समा टाइप्स अफ मेन्टेनेन्स, कन्फिगुरेसन म्यानेजमेन्ट, अनि त्यति नै इम्पोर्टेन्स अफ कन्फिगुरेसन म्यानेजमेन्ट। अब यहाँबाट भने कोकोमो है, यति हेर्ने, टक्क लाएर जाने एकदम। एनएमको एक्जाम कस्तो भयो कमेन्ट गर्नु होला। अनि म उसको भिडियो चाहिँ लिएर आउने नै छु, के अरे त्यो पिएचपी सिएचपी भएको, पिएचपी सिएचपी भएको त्यो के छ स्क्रिप्टिङ होला, होइन स्क्रिप्टिङ हो स्क्रिप्टिङ, स्क्रिप्टिङको भिडियो लिएर आउँछु। डिबिएमएसको अलरेडी छ, डिबिएमएस टक्क लाएर हेर्ने। स्क्रिप्टिङमा त भ्यायो भने म ट्याक्क लाएर 30 मिनट जतिको, भनौँ 20 मिनटको इन्टु 2 गरेर दुईवटा भिडियो हालिदिन्छु, त्यहाँबाट म रिभिजन सिभिजन गराइदिउँ न। यो भनेको एक्जामको एक दिन अगाडि लास्ट मोमेन्ट रिभिजन गर्न काम लाग्छ। त्यतिखेर हाल्छु म बरु स्क्रिप्टिङको है, त्यो साथीहरूलाई सेयर गर्ने काम चाहिँ तपाईँहरूको। ल धन्यवाद, बाई बाई। कहाँबाट अफ गर्ने हो?